हेलो नमस्ते सबैजनालाई वेलकम छ तपाईहरुलाई मेरो भ्लगमा अनि तपाईहरु सबैजना एकदम आरामै हुनुहुन्छ होला म पनि एकदम आरामै छु अनि अहिले चाहिँ ठ्याक्क 11:30 भयो अहिले चाहिँ म खाना खाएर गोठाला गएको यो हाम्रो गोरु बाख्रा अनि हाम्रो काला कुत्ता यहाँ रहेछ मेरो साथी अनि आज पानी छिटाइरहेछ के अलिअलि पानी छिटाइरहेछ तर पनि मैले फुकाएर हिँडेको घरमा बस्न अल्छी लाग्छ अनि के गर्नु त यस्तो मौसम त ऐसा लग रहा है कि दिल गार्डन हो रहा है भने भएर मौसम यस्तो भइरहेछ तर पनि फुकाएर हिँडेको चर्छ होला यतिको पानीमा त चर्छ भनेर अनि यस्तो पुरै कुहिरो लागिरहेको के यस्तो यहाँबाट देखिँदैन यहाँबाट त देखिँदैन अब छ अलिक गहिरोमा छ कि अहिले त खेतीहरू जाने पानी खतरा आयो क्या हिजो खतरा पानी आयो अनि असिना पानी परो डङ अनि आज पनि छिटाइरहेको छ अलिअलि त परिरहेको छ तर म चाहिँ हिँडेको यतिमै पुग्न लागेँ अब यो बाटो त तपाईँलाई थाहा छँदैछ म गोठालो जान्छु खेततिर भन्ने कुरा मेरो जाने बाटो त यही हो यो हाम्रो गोरु बाख्रा म यहाँ हाम्रो कुकुरहरू छ आज कुकुरहरू छ मेरो साथी खोला आइरहेछ जस्तो छ क्या पानी राम्रै आएछ खोला आएछ जस्तो छ क्या पानी राम्रै आइदियो आज खोला आए जस्तो छ यस्तो भएको छ कुरा लाएर पुरै सब पुरै पानीले क्या बाटो नि खतम भएको छ खोला आइरहेछ त बोला ओइ बोला मासला यहाँबाट उँधो कुद्न खोज्छ क्या बाख्रामा यता जानु बाटो उँधो कुद्नु खोज्छ उँधो गयो भने फेरि एकैछिन यता फर्केर घरतिर आइहाल्छ कम त गर्छ बाख्राले त मलाई त मारेको छ नि म खोलामा आइपुग्न थाकेँ अहिले चाहिँ टक्क लाएर खोला आए जस्तो छ खोला आए जस्तो छ आज पनि पानी ठुलै आउँछ मैले पो फुकाएर हिँडेँ बाह्र बस्दै भएर मेरो बिजोक हुन्छ कि के हो खोला आएछ त नि यही हो हाम्रो खोला यहाँ आएछ त नि खोला खोला आएछ यतिको राम्रै आएछ नि त खोला आएछ हाम्रो खोला हाम्रो बस्तीले पानी खाने ठाउँ अलिक ठुलो पनि बनाइदिएछ बस्तीले पानी खाने ठाउँ पनि र फेरि मोबाइल कहाँ झरो भन्छ यही खोलामा झरो भन्छ नि फेरि मेरो सर्वस डुब्छ त नि पानी आएको छ क्या खोला राम्रै आएको छ यतिको आउनै पर्ने छ क्या यो खोलामा जुका लाग्थ्यो अनि अब यो पानी आएछ त यो खोलालाई अलिक बगाएर लान्थ्यो नि त जुका बगाएर लगेपछि त अलिक गोरुलाई पनि ठिक हुन्छ कुकुर त अगाडि पुगिसकेको छ बाख्रासँग ल अहिले चाहिँ आइपुगेँ म खेतमा पानी जमेर यस्तो भएको छ पानी आउनलाई मौसम त दिल गार्डन हो रहा है म खेतमा आइपुगेँ अहिले म खेतमा आइपुगेँ मेरो बस्ने ठाउँ त्यो हो
गोरु यतै चढ्छ पानी सबै जमिरह खेतामा पानी जमिरह पानी जमेर ल म चाहिँ मेरो अहिले बस्ने ठाउँमा आइपुगिसकेँ बस्ने हाम्रो कटेजमा नआएको निकै दिन भयो पानीले अस्ति जोतेको खेत अहिले वैशाखको दिनमा रोप्ने बेला भइसकेको छ नि अनि अब एकछिन चराएर लानुपर्छ कोही छैन मान्छे पनि बस्न जाऊ लाग्छ क्या फेरि एक्लै भयो भने बस्न जाऊ लाग्छ बाख्रा उतिर चलिरहेको छ चलिरहेको छ बाख्रा गोरु यहाँ चलिरहेको छ अब यहीँ बस्ने अनि गोरु अगाउँछ अनि लाने गोरु बाख्रा अगाउँछ अनि ल म अहिले यहाँ आइपुगेँ कुहिरो लागेर आम्मामा पानी पनि छिटाउँदैछ अलिअलि गोरु यहाँ चढ्दैछ एउटा उहाँ ऊ तर बाख्रा कता गयो थाहा छैन पानीले त यस्तो भइरहेछ है खेत रोप्ने बेला भइरहेछ बर्खाको जस्तो असार साउनको जस्तो खेत रोप्ने बेला ठिकै छ हाम्रो कुतुर अल्छी लागेर आम्मामा अब चर्छ होला गोरु अब म अर्को गोठमा गएर बस्छु यस्तो पानीमा यता कहाँ बस्नु ए म गोठमा गएर बस्नु क्या अब यहाँ गएर बस्ने अलिक पानी आएको थिएन र है ए यो गोठमा फेरि पानी खासै चुहुँदो रहेछ पानी खासै चुहुँदो रहेछ नि त्यहाँनिर ऊ खासै भङ परेको छैन यस्तो भएर कुहिरो लागेर मेरो कुकुर पानी आउनु थालेको 1:30 भइगयो एकछिनमा त अगाउँथ्यो पनि होला हौ गोरु पानी आइरहेको छ नि एकछिनमा त अगाउँथ्यो नि होला नि त ल अब चाहिँ म घर हिँडेको अहिले कति बज्यो 3:30 4 बज्न लाग्यो अब भोक पनि लाग्दै आयो ए गोरु अब घर जाने गोरु नि हो क्या बाख्रा कता गयो यहाँ माथि छ है त्यतिकै हेरिन त्यहाँ थियो ए उहाँ पारिरहेछ बोला फेरि उला ओइ फेरि उला आइज जङ्गलतिर गएको छ क्या बाख्रा हाम्रो पानी खाने ठाउँ यो पानी खाने ठाउँ खोला यो बाख्रा जङ्गलतिर गएको छ आइज फेरि ल ल ल ल फेरि आइज फेरि ल ओइ उहाँ गएर चलिरहेको छ बाख्रा त्यहाँ खोला यो गोरु त गयो आइज ल ल ल आइज ल ढुङ्गा पनि छैन गयो क्या बाख्रा उता गइगयो अब जस आएर आउँछ न अगाडि छोडिदिनु खोला खुट्टा त पखाल्नु पर्यो नि ल त्यही हो अब आजको ब्लग खासै इन्ट्रेस्टिङ छ जस्तो छैन ए उभोलि बित्दै रहेछ बाख्रा परबाट ल अब भोलि नयाँ ब्लगमा भेटौँ ल है अहिले चाहिँ मलाई भोक पनि लाग्यो म घर गएको ओके बाई